नमस्ते। मैले एउटा कुरा बुझ्न नसकेको, सायद यसमा रिसर्चहरु पनि भएका होला, म अनुसन्धान गरौँला हैन, म पनि अनुसन्धान गरौँला कि डिफेन्डिङ च्याम्पियनहरु टाइटल डिफेन्ड गर्ने क्रममा पहिलो म्याचमा किन हार्छन्। एक, प्रेसर हुन सक्छ, दोस्रो आई डोन्ट नो, केही न केही हुन सक्छ, त्यसैले गर्दा टिम हार्छ। जनकपुर बोल्ट्स बौवारे 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 बौवारे। Asif Sheikh, well played. I was expecting some good knock from captain Anil Shah. A potential बोकेको खेलाडी भन्छु उनलाई, तर त्यो क्याच बवाल थियो। मिलिन्द कुमार 50 ओभर क्रिकेटमा ब्याटिङमा तबाही गरे, अब यहाँ बलिङमा पनि तबाही गर्दैछन्। त्यो उनको हल्का त्यो टर्न, त्यो डिसिभिङ टर्न भन्छ नि 20 ओभर क्रिकेटमा, त्यसलाई जनकपुर बोल्ट्सका खेलाडीले रिड गर्न सकेन। प्रेसरमा थिए, माहौलको प्रेसरमा थिए, टाइटलको प्रेसरमा थिए, त्यही कारणले उनीहरूले हिजोको म्याच हारे। डिफेन्ड गर्न सकेनन् टोटल। काठमाडौँ गोर्खासको ब्याटिङ लाइनअप स्ट्रङ छ है। लाहिरू मिलान थाबाट आई वाज एक्सपेक्टिङ सम गुड नक, तर त्यो हुन सकेन। अर्को म्याचको लागि अल द बेस्ट जनकपुर बोल्ट्स। अब म्याच भन्दा पनि म अलिकति इमोसन्स भरिएको कुरा गर्छु। त्यो कीर्तिपुर मैदानमा जब मैले खेल पत्रकारिता सुरु गरेको थिएँ, त्यति बेलाका ग्राउन्ड क्युरेटर कोमल पाण्डे दाइले त्यो ग्राउन्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास गर्नुहुन्थ्यो हैन। माथिबाट त्यो टावरबाट हेर्दाखेरि राम्रो देखिन्थ्यो। म हिजो इमोसन किन भए भन्दाखेरि कीर्तिपुर क्रिकेट मैदानमा लाइटमा बसेर क्रिकेट भएको देख्दा आई वाज लाइक ओ माय गॉड। त्यसको लागि सबैजनालाई म नमस्कार गर्न चाहन्छु। ग्राउन्ड क्युरेटर, ग्राउन्ड्सम्यान, क्रिकेट एसोसिएसन नेपाल जो हुनुहुन्छ, तपाईहरुले बवाल काम गर्नुभएको। यो एनपीएल सिजन 2 ले धमाका गर्छ। यो धमाका नेपाली क्रिकेटले पनि गरोस् भन्ने अपेक्षा म राख्दछु, तपाईहरु राख्नुहुन्छ। इन डेप्थ एनालाइसिस अर्को म्याचको म गर्नेछु। आज चाहिँ अलिकति मैले माहौलको कुरा गरेँ, माहौल बवाल थियो। कीर्तिपुर क्रिकेट मैदानमा हिजोको माहौल बवाल थियो। थ्याङ्क यू सो मच। टिकट काटेर क्रिकेट हेर्न जानुभएको सबैलाई धेरै धेरै धन्यवाद। तपाईहरुको त्यो योगदानले नेपाली क्रिकेटको भविष्य उज्जवल हुनेछ।